हेलो साथीहरु, नमस्ते, गुड मर्निङ, वेलकम ब्याक टु आवर माई युट्युब च्यानल। साथीहरु, हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आज चाहिँ मैले धेरै समयपछि मैले भ्लग लिएर आएको छु साथीहरु। मेरो भ्लग हेरेर इन्जोय गर्नु होला साथीहरु। आजदेखि मैले भ्लग सुरु गर्नेछु साथीहरु। अब चाहिँ म खाना खान्छु साथीहरु है। हजुरहरुले खानुभयो होला। साथीहरु, मौसम कस्तो छ हजुरहरुकोतिर? हाम्रोतिर त शीतलै छ है। पोखरातिर खाना पस्के अलि हाल्नु पर्यो। आज त भोक लागिरहेछ। ओके साथीहरु, म खाना खान्छु अनि हजुरहरुसँग कुरा गर्छु। भात पस्के, यहाँ तरकारी छ। मैले यहाँ कागती राखेको थिएँ, यो काँक्रो रहेछ। ओ माई गड, तेल पोक्यो सबै। ओ माई गड, हेर्नु साथीहरु, मेरो नानी चाहिँ यता हिँडिरहेछ, वाकिङ गरिरहेको छ। हामी चाहिँ यतातिर फिस्टेल एकाडेमी। सानो हामी वाकिङ गरेको भन न। हामी चाहिँ सधैँ यसरी हिँड्ने गर्छौँ साथीहरु। मेरो नानी र म यता हेर सानो, देखेछौ? हामी चाहिँ यता आइपुग्यो साथीहरु। मेरो नानी र म हिँडिरहेछ होइन। मलाई त मस्त छ हिँड्न पाएपछि, केही पनि चाहिन्न। यता हेर, आसु कार्की, ओइ यता हेर न, हिँड ल। यस्तो छ बाटो। पसिना आएर मेरो। फाइनली साथीहरु, हामी चाहिँ घर आइपुग्यो। साथीहरु, हामी चाहिँ हिँडेर आएपछि सानो यसरी खेल्छ मेरो नानीले। हेर्नु है साथीहरु, मेरो नानीले के गरेर खेल्छ हौ। के हो सानो त्यो? वाउ, नानी एकछिन खेल्छ, म चाहिँ एकछिन धुप बनाउँछु। अनि एकछिनमा नानीले माम खान्छ मेरो सानोले। ओ माई गड, गर्मी यति साथीहरु, गर्मी छ, गर्मी। हजुरहरुतिर कस्तो साथीहरु? ओ माई गड। ल घुमा ल, यता हेर्नु त। हेर्नु है साथीहरु, हाम्रो गाउँबाट सासूले पठाइदिनु भएको कोसेली, काँक्रो, बोडी। काँक्रो चाहिँ हाम्रो डेन्जर फल्छ। हेर्नु यति झोल के गर्नु। अब चाहिँ साथीहरु खाना बनाउँछु। सासूले पठाइदिनु भएको कोसेली पनि लिएर आयो उता नन्दकोमा गएर। अब चाहिँ म खाना बनाउँदैछु खाना। के अरे अब खान्छु, भोक लागिरहेछ। मैले रात केही पनि खाएको थिएन। अब खाना बनाउँछु, खान्छु। मासु बनाइरहेको छु। यहाँ मासु छ, यहाँ आलु भुटेको, यहाँ काँक्रो छ, सलाद, भात छ। त्यही हो साथीहरु। अब खाना खानुपर्छ। अनि त्यसपछि खाना माग्छु। अनि रुम सफा गर्छु, एकचोटि किचन सफा गर्छु, अझ सफा गरिसकेँ मैले। अनि त्यसपछि एकछिन धुप बनाउँछु। अनि नानीलाई लिन जान्छु। अनि नानीलाई ल्याएर होमवर्क गराउँछु। होमवर्क गराएर अनि त्यसपछि नानी एकछिन रेस्ट गर्छ। अनि बेलुका हामी फेरि वाकिङ जान्छु साथीहरु। एउटा कुरा, हिजोको भिडियो मैले कम्प्लिट गरेन। आज फेरि स्टार्ट गरिरहेको छु भिडियो है। त्यही भएर सरी त्यसको लागि है। म अलिकति बिजी भएको कारणले मैले हिजो भिडियो कम्प्लिट गर्न पाइनँ। हिजोको भिडियो मैले आज फेरि मिक्स गरेर बनाइरहेको छु।
र साथीहरु अब मैले चाहिँ खाना खाएन डन्जर भोक लागेर मैले चाहिँ आज कुखुराको डायमन्ड ल्याएर बनाथे डायमन्ड तातो रहेछ के प्लास्टिक ओके साथीहरु आजको लागि भिडियो यति नै र साथीहरु लाइक कमेन्ट शेयर गरिदिनु होला र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला र आजको भिडियो यति नै साथीहरु हजुरहरुको दिन शुभ रहोस् बाइ साथीहरु